आज चाहिँ गच्छा बजार जाँदैछौँ हामी दिदी भाउजूहरूसँग मलाई सपिङ गराइदिन्छु भनेर यहाँ मलाई लानुभएको छ। हेरौँ के किनिदिनुहुन्छ। मलाई त्यहाँ किनिदिनु भएन भने मलाई फेरि यस्तो रिस उठ्छ नि। हामी गच्छा बजार पनि पुगिसक्यौँ अनि हामी भित्र छिर्यौँ कपडा पसलतिर। मलाई कपडा किनिदिन्न भन्दाखेरि पैसा छैन अरे क्या दिदी भाउजूहरूले। मलाई यस्तो गर्मीमा कुदाए केही किनिदिनु भएको छैन। यस्तो गर्मीमा म हिँडेको छु केही किनिदिनु भएन। लास्टमा चाहिँ यही आल्चा पसलमा गयौँ होइन, यो किनिदेऊ भन्दाखेरि पैसा छैन अरे, जबरजस्ती किन्नु लगायो होइन। अनि त्यसरी ठ्याक्कै साउले पनि देख्नुभयो, ठ्याक्क मलाई भाइरल गराइदिनु ल भन्नुभयो। अनि हुन्छ म तपाईँलाई भिडियोमा देखाउँछु भने त्यसपछि दिदी र भाउजूले छान्दै हुनुहुन्छ। गर्मी बल्ल आल्चा किन्नु भयो अनि म खाँदै हिँड्दैछु। गर्मी छ, यस्तो साह्रो गर्मी छ होइन। गर्मीमा म हिँडेको छु। मलाई त्यस्तै हिँडाएका छन् बजारभरि। अनि त्यस्तै छ साथीहरू। जति गर्मी भए पनि म चाहिँ भिडियो बनाउनु छोड्दिनँ क्या साथीहरू। फेरि म चाहिँ भिडियो बनाउँदै हिँड्नु मन लाग्छ के। अनि यहाँ के किनिदिनु भयो भन्ने कुरा मेरो पुरा भिडियो हेर्नु होला, त्यहाँ मलाई के किनिदिनु भएको छ एकछिन देख्न सक्नुहुनेछ तपाईँहरूले। म चाहिँ अहिले बजारमै हामी हिँडिरहेको छौँ। त्यस पश्चात चाहिँ मलाई पिरो अमिलो गिलो मलाई चटपटे किनिदिनु भएछ दिदीहरूले। चटपटे चाहिँ लास्टै मिठो भयो अनि मैले खाइसकेर उयो मुख पुस्दैछु क्या पिरो भएर। अनि त्यसपछि अब त्यहाँदेखि हामी जान्छौँ अनि हामी गएपछि त्यसपछि चाहिँ हामी एटिएमतिर छिर्यौँ। अनि एटिएमदेखि पैसा झिक्ने भनेर नि मैले कार्ड लगाएँ, तर कति ढिलो दिन्छ क्या, कति ढिलो। मैले पर्खिँदा बाहिर मान्छेहरूले क्यु लागिसकेको थियो क्या एटिएममा पस्नुलाई। तर मेरो चाहिँ लास्टै ढिलो भयो क्या, लास्टै प्रोसेस ढिलो भयो अनि बल्ल भयो। अनि मैले पनि पैसा थापेर म त्यहाँबाट निस्केँ। अनि यहाँको मेरो चाहिँ फेभरेट चाहिँ सरुवा हो। सरुवा मलाई किनिदिनु भयो। बल्ल मलाई बजार लगेर त्यही सरुवा खानुलाई रहेछ। अनि मैले पनि रमाइ खाइदिएँ। गर्मीमा चिसो सरुवा यस्तो मिठो भयो गाइस। मेरो त फेभरेट हो नि त सरुवा, त्यही भएर मलाई सरुवा खानु चाहिँ लानुभएको रहेछ बजार। त्यही किनिदिनु भयो मलाई सरुवामा टोपालेर मलाई दिदी र भाउजूले। अनि हामी पनि खायौँ, दिदी बजुहरूसँग खायौँ। अनि त्यहाँ गफ गर्दै खायौँ अनि खाइसक्यौँ। त्यस पश्चात खाइसक्यौँ अनि चाहिँ सरर हामी घर लाग्यौँ। म चाहिँ भिडियो बनाउनै छोड्दिनँ क्या, म चाहिँ भिडियो बनाउनै मेरो सोख हो। अनि घर आइसकिसकेपछि चाहिँ मैले यस्तो मासुको यस्तो बनाएँ कि, अनि चिसो मासु फेरि दिदीले खानुभयो सरुवा, म चाहिँ खाइनँ। अनि हामी चाहिँ चिसो खायौँ अनि यस्तो मिठो भयो। मलाई चाहिँ यस्तो सादै मनपर्छ क्या मासु चाहिँ पकाएको भन्दा। सुँगुरको मासु खाएको ल, सुँगुरको मासु ल, अनि पनि सरुवा पनि खाएको ल। म पनि खान्छु अब। जोग्नु जानुको कारण जामै भन्छ अब मैले चाहिँ यहाँ दाजुले जिस्काउँदै खाँदैछु नि त। हामी फेरि यहाँनिर दिदीभाइ दाजुबहिनीसँगै भेट भयो भने एक अर्कामा क्या जिस्काउँदै बस्ने बानी क्या। पहिलादेखि नै हाम्रो बानी, फेरि सानैदेखिको यस्तो रमाइलो लाग्छ मलाई।